के तपाईलाई थाहा छ नेपालका राजा र सनातन धर्मबीच गहिरो सम्बन्ध छ। नेपालको राजतन्त्रको सनातनी आधार। नेपालको राज परम्परा वैदिक सनातन शास्त्र अनुसार चक्रवर्ती राजाको धारणा अनुरूप चल्दै आएको थियो। नेपालका प्रमुख राजवंशहरू र सनातनी सम्बन्ध। गोपाल वंश नेपालको पहिलो ज्ञात राजा गोपाल वंशबाट सुरु भएको मानिन्छ। ऋग्वेदमा गाई पालक राजाको महत्व छ। महिषपाल वंश पशुपतिनाथको उपासक राजा थिए। महिषासुर मर्दिनी दुर्गाको आराधना गर्थे। किराँत वंश किराँत राजा यलम्बरलाई भारतका कृष्णले युद्ध नगर्न सल्लाह दिएका थिए भन्ने किम्वदन्ती छ। किराँतहरूले शिव पूजा र वैदिक परम्परा अपनाए। लिच्छवी वंश नेपालमा सनातन वैदिक धर्मको पुनरुत्थान। मानदेवले विष्णुका अवतार मानिने बुढा नीलकण्ठ मूर्तिको स्थापना गरे। मल्ल वंश मल्ल राजाहरूलाई शिव भक्त मानिन्थ्यो। प्रताप मल्लले पशुपतिनाथको सौन्दर्यीकरण गरे। सिद्धि नरसिंह मल्लले चाँगुनारायण मन्दिर पुनर्निर्माण गरे। शाह वंश पृथ्वीनारायण शाहले नेपाललाई अखण्ड वैदिक हिन्दू राष्ट्र भने। श्रीपाज महाराज धिराजलाई भगवान विष्णुको अवतार मानिन्थ्यो। राजतिलक सधैँ पशुपतिनाथ मन्दिरमा गरिन्थ्यो। त्यस्तै रोचक सनातनी तथ्यहरू। नेपाललाई हिमवत् खण्ड भनेर स्कन्द पुराणमा उल्लेख गरिएको छ। पशुपतिनाथलाई नेपालको रक्षक देवता मानिन्छ। पृथ्वीनारायण शाहले नेपाल 4 जात 36 वर्णको साझा फुलबारी हो भनेका थिए, जुन सनातन धर्मको वसुधैव कुटुम्बकम सिद्धान्तसँग मिल्दछ। नेपालका राजाहरूको कुन सनातनी तथ्य तपाईलाई रोचक लाग्यो? कमेन्ट गर्नुहोस्, लाइक, फलो अनि शेयर गर्नुहोस्।